भन्नु त भन्नु, के भन्नुभएको थियो भन्नु न। बुढी चाहिँ शिरमा त राणा भत्ता आउँदैन। के भन्नुभयो अलिक कसरी भन्नु न, बुझेन। राणा भत्ता आउँदैन। राणा भत्ता बुढी नहुने मान्छेको 3-4 वर्ष, अब 4-5 वर्ष भयो। अँ अब चिन जानु नमस्ते। ए ल ए राणा भत्ता चाहियो तपाईँलाई। ल त्यो अब के छ त्यो बुझेर हामी खबर गरौँला नि तपाईँलाई है। ल अब के भन्नु तपाईँलाई चिन जानु पहिलेदेखि अब त्यति मिलाइदियो त के बुझ्नु त चाहनु नि त हो कि 60 वर्षदेखि भत्ता त आउँथ्यो। 60 वर्षसम्म बाँचिने कि नबाँच्ने 50 वर्ष त पुग्यो। छुट्टिहाल्छ।